ल है साथी हो, यो चाहिँ गङ्गाटा है, मलेसिया गङ्गाटा है। यो कालो टाइपको हो। हामीले चाहिँ आज किन ल्याएको यो एकदमै मेरो बोस र म गएर किन ल्याएको 55 रुपियाँ केजी हो। यहाँको आरएम 55, नेपालको चाहिँ मानिदिउँ 1800 को 1800-1900 को हो। अर्को पनि छ है, एउटा मात्रै भन्ला, दुईटा भए इनफ हुन्छ है। एकजना त यो एउटा पनि बढी हुन्छ है। यत्रो छ छनु पनि साले देख्दै डर लाग्दैछ हौ। म पनि अलि डराउँछु, खासै त्यति उ छैन हैन। हट, यसको चिथर्ने अलि यो यस्तो हिँड्छ कि यार, मासले घोप्टो पारिदिएपछि त भागिहाल्छ कि यार। यो नै समस्या हो कि यार। साले धुनु पर्यो भनेर एकदम ल्याएको हो हैन। यसलाई धुनी पनि हो, काट्ने पनि हो। अब यसलाई फेरि एकदम साले तेलमा चर्र खुर्सानी हालेर नुन हालेर भुटेर परपर पारेर दिने हो कि। अब यो चाहिँ धेरै भयो दिएको छैन मैले चाहिँ, खासै अब आज दिन लागेको हो। एकदमै के गर्ने, दिनुपर्छ बेला बेलामा। लाई साथी हो, खान मन छ भने मलेसियामा हुने साथीहरूले चाहिँ यसलाई किनेर यसो ट्राई गर्नुपर्छ है। खै नेपालमा त अब यत्रो ठुल्ठुलो त मैले देखेको थिएन हैन। अब यहाँ चाहिँ एकदमै के मेरो हातभन्दा पनि ठुलो छ यार यो त यार। मलाई नै मार्न डर लागिरहेको छ हो साथी हो। एकदमै भयङ्कर ठुलो छ, पुरा रस्सीले बाँधेको छ यार। यसरी यसको जो भन्ने त्यो समात्ने हातमा चाहिँ रस्सीले बाँधिदिएको छ है। एकदमै यो रस्सीले बाँधेन भने फेरि औँला चुडाल दिन्छ नि त्यसले। चुडाल्न त चुडाल्छ होला नि यार। यस्तो छ ब्लेड हेर, बा यस्तो हिँडिन्छ त नि। यसको खुट्टा छोडिदियो भने त यो त पुरै भाग्छ कि यार। त्यही भएर नै हो हैन। लाई गाएछु, यसलाई चाहिँ मैले चाहिँ पतङ गर्न थालेँ है। मलाइबाट चाहिँ फेरि पतङ भनेको चाहिँ काट्नेलाई भन्छ कि।